हेलो नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? आजदेखि चाहिँ म सुरु गर्दैछु 7 डेज 7 दर्शन च्यालेन्ज। यसको मतलब म 7 दिनमा 7वटा भगवानहरूको चरणमा जाने कोसिस गर्नेछु र यो चाहिँ म बिहान मर्निङ वकको टाइममा गर्दैछु हैन। अनि आज पहिलो दिन बिहीबार भगवान विष्णुको चरणमा। भगवान विष्णुलाई चाहिँ पहेँलो रङ मनपर्ने हुनाले मैले आज पहेँलो कपडा लगाएको छु। बिहीबारलाई चाहिँ बृहस्पति देव तथा भगवान विष्णुको दिन मानिन्छ। यो दिन चाहिँ ज्ञान, धर्म र सकारात्मक ऊर्जाको पनि प्रतीक हो भनेर विश्वास गर्ने चलन छ। अब आउनुहोस् हजुरहरू पनि भगवान विष्णुको दर्शन गर्नुहोस् है त। जीवनमा जे भए पनि धर्म र सही बाटो नछोड्नु नै सबैभन्दा ठुलो शक्ति हो, हाम्रो धर्म हो जस्तो लाग्छ मलाई। अनि डुकु आएको रहेछ बजारमा, मैले चाहिँ मिठो लाग्छ तितो तितो हुनाले अनि एक मुठा डुकु किने। अनि आज चाहिँ आजको यो मेरो चाहिँ डे 1 को भ्लग चाहिँ यति नै हो। भोलि फेरि अर्को देवताको दर्शनमा भेटौँला। अनि साथीहरू मेरो भिडियोलाई चाहिँ लाइक, सेयर अनि सब्सक्राइब गर्न पनि नभुलिदिनु होला है। धन्यवाद, नमस्कार, शुभ दिन।